सरी अन्त्य रहेछ है। सो हेलो गाइज, दर्शक नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला र फेरि पनि वेलकम छ मेरो एउटा न्यू भ्लगमा। अनि आज चाहिँ घरमा कति बस्नु भनेर घुम्न आएको साथी र म। अनि अर्को साथी चाहिँ इक्जाम दिन लाग्छन् क्या, भित्र बसिरहेको कल गर्दा पनि कल लाग्दैन। अनि अहिले चाहिँ हामी यहीँ बस्नुपर्छ, एकछिन पछि बाहिर आयो भने यसो घुम्न जानुपर्छ। अनि धेरै भएको थियो कि भ्लग नहालेको पनि, अनि धेरै ग्याप भएको थियो, त्यही भएर पनि आज चाहिँ भ्लग बनाऊँ कि भनेर आएको। सबै कुराहरू यस्तै हुन्, सबैले हेरिदिनु होला मेरो भ्लग। साँझ आउँछ, एमटिभी सन्तोषमा पोस्ट हुन्छ, सबैजनाले हेरिदिनु होला। हाम्रो पहिला पढेको स्कुल ज्ञानज्योति, श्री ज्ञानज्योति माध्यमिक विद्यालय, जो हामी पहिला पढेको थियौँ। अनि त्यो चाहिँ हाम्रो पहिला पढेको स्कुल हो। धेरै भएको छोडेको पनि, 2-3 वर्ष जति भयो होला छोडेको। खासमा चाहिँ म चाहिँ आजसम्म चाहिँ उहीँ आफ्नै गाउँको स्कुलमा पढेको थिएँ। यहाँ चाहिँ 2-3 वर्ष जति पढ्यौँ होला, 2-3 वर्ष जति। अनि त्यसपछि चाहिँ छोडिदिएको। सो आज फेरि आएको, धेरैकै खुसी लाग्यो। अहिले चाहिँ धेरै चेन्ज अनि धेरै परिवर्तन भएको रहेछ। यो गेट छ नि, यो यस्तो थिएन क्या पहिला, अनि अहिले चाहिँ धेरै परिवर्तन भएको रहेछ। बन्द खाबे खोल्न मिल्छ र? हजुर, कहाँ मान्छे नि हो र? यता बाहिर बस्नु मिल्छ त हामी। हामी चाहिँ माथि बस्थ्यौँ। हामी चाहिँ प्लेट खालीको भएको बेला पानी खान आउने यसैमा हर टाइम के एकछिन उसमा सरहरू बाहिर जाने बित्तिकै पानी खान आउने, बाहिर यताउता डुल्ने। जस पहिलाको के अरे स्कुलको लाइफहरूको धेरै याद आउँछ। अनि हिँडेर बसेर हो, म चाहिँ सोचेको थिएँ साथीहरूलाई बिहान गरेर कसले हेर्नु भएको र हेर्नु आएन? केही छैन, सरलाई वेलकम छ न्यू भ्लगमा भनेर भनिदिउँला नि त। के छ र, धेरै वर्षपछि आइयो कि, धेरै वर्ष भनेर 2-3 वर्षपछि आइयो कि भित्र। अनि खुसी लाग्यो, यहाँको सबै चेन्ज भएको रहेछ, सबै कुराहरू। बाहिरको त्यो गेटहरू चेन्ज भएको छ। पहिला हामी हुँदाखेरि त खुब लडाइँ हुन्थ्यो होइन, यस्तो खतरा भइदिन्थ्यो यार। सो धेरै चेन्ज परिवर्तन भएको रहेछ यहाँको सबै गेटहरू सबै। अनि यहाँको अगाडिको यो पिचहरू थिएन, यहाँको सबै पिचहरू चेन्ज भएको रहेछ। अब चाहिँ हाम्रो सोल्टीको कपाल काट्न चाहिँ आइसकेको। अनि खासमा चाहिँ यस्तै चाहिँ राजेश हमाल जस्तै देखिरहन्, काटे चाहिँ हुन्थ्यो। सोल्टीले काट्ने नै भन्छ नि, यस्तो राम्रोवाला के अरे हेयर कट कस्तो काट्ने हो त भन त? कस्तो बेबी कट के अगाडिको वाला त्यो यसरी काटेको? त्यो वाला होइन, यसरी अन्त्य रहेछ है। सोल्टीको बाल पुरा यत्रो छ। यो पहिलाको लुक हो यिनको। अनि अब पछिको लुक चाहिँ म देखाउँदै गर्छु। कपाल काट्दै सबै भइसक्यो। अनि हाम्रो सोल्टीको फाइनली लुक हो, यतातिर हेर त। बस यस्तो साथीको चाहिँ काम भएन। अनि इक्जाम दिएर थिएँ, अनि नाम लेखाउने भनेको थिएँ आज, त्यो चाहिँ भएन। अब सिधै 4-5 दिन पछाडि हुन्छ। अब बिदा हुन लाग्यो नि त स्कुल, अनि त्यही भएर पनि अब चाहिँ हामी चाहिँ यहाँदेखि घुम्न जान लाग्यो। पार्कमा गएको थियौँ, अनि त्यहाँदेखि पार्कदेखि अब त्यति खासै राम्रो पनि भएन, घुमेर आइयो हल्का फुल्का। अब यहाँदेखि चाहिँ सिधा स्केटिङ पार्कमा जान्छौँ। पार्कमा गएर आइयो, केटी जिस्काइयो, 1 नम्बर बोका, 2 नम्बर बोका, मजा सोध्यो सरी यार। छोडी हो यतातिर फर्क्यो त ल। वाह, बाँदरले जस्तो स्मेल हान्छ त्यस्तो स्मेल हानिदिन्छ नि हाम्रो सोल्टीले फेरि। गजब बेइज्जती है। अनि
यताउता हेलो। हेर्दाखेरि पनि सबै बाइकहरू देखिन्छन् कि अनि पुरा कता अचल हो? चाहिँ एकदम खता गरी के अरे मलाई बाइकको सोक चढेको होइन कता